दर्शक नेपाली बक्स अफिसमा चलचित्र आबाट आमाले केही रौनकता फर्काएको छ। चलचित्र आबाट आमा रिलिज भएको आज 5औं दिन भयो र तपाईलाई म जानकारी गराउँछु। यो सिनेमाको शुक्रबार र शनिबारसम्म 1 करोड 1 लाख ग्रस कलेक्सन थियो भनेर मैले तपाईलाई हिजै जानकारी गराइसकेको छु। तर आज सिनेमाको नयाँ आँकडा आएको छ र अब यो सिनेमा 2 करोड नजिक पुगेको छ। यो सिनेमाको मंगलबार 1 बजेसम्म चलचित्र विकास बोर्डको सिनेपा बक्स अफिसले जति पनि हलबाट आफ्नो जुन व्यापार छ त्यसलाई तानेको हुन्छ त्यहाँ पुग्दासम्म 1 करोड 80 लाख रुपियाँ ग्रस कलेक्सन भइसकेको छ र सम्भवतः आज बेलुकासम्म सिनेमाको व्यापार 2 करोड नजिक वा 2 करोड कट्ने सम्भावना छ। र तपाईलाई म जानकारी गराउँ, मक्सिर यता चलेका कुनै पनि सिनेमाले बक्स अफिसमा 2 करोड ग्रस कलेक्सन गरेको देखिँदैन। त्यसकारणले गर्दा रिलिज भएको 5औं दिनसम्म आइपुग्दा 2 करोड लगभग व्यापार गर्न सफल भएको चलचित्र आबाट आमाको व्यापारलाई सुखद मान्नुपर्छ र यसले माहौल फर्काइदिएको छ। र हामी भन्ने गर्छौं नि, कुनै पनि स्टारले आफूले लिएको पारिश्रमिक चाहिँ कम्तीमा पनि व्यापार गरेर फर्काउने लायकत राख्नुपर्छ भनेर हामी भन्छौं। पल शाहले आफूले लिएको जुन पारिश्रमिक छ त्यो पारिश्रमिक मलाई लाग्छ कम्तीमा पनि पहिलो दिन नभनौं दोस्रो दिनसम्ममा उनले फिर्ता गरिदिइसकेका छन् दर्शकगण। यसकारणले गर्दा पल शाहको स्टारडम फेरि एकपटक देखिएको छ। अब यो सिनेमाको लाइफ टाइम कलेक्सन कति हुन्छ भन्ने कुरा त सिनेमाको कथावस्तु दर्शकले यसलाई कसरी हेर्नुभयो भन्ने कुरामा बढी भर पर्छ। तर सिनेमाले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ र सिनेमा हेरेर दर्शकहरूले इन्जोय गरिरहेका छन्, रोइरहेका छन्, पारिवारिक महसुस गरिरहेका छन्। त्यसकारणले गर्दा यसको व्यापार अझै माथि जाने कुरामा त दुई मत छैन दर्शकगण। चलचित्र आबाट आमा जसलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्, सिनेमामा तपाईले पल शाह, विपना थापा, प्रदीप राउत, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल लगायत कलाकारलाई पाउनुहुन्छ र सिनेमाको व्यापार सुखद मान्छु म। 2 करोड लगभग पुगेको छ मंगलबारसम्म सिनेमाको व्यापार र अझै बुधबार बिहीबारसम्म पुग्दाखेरि सिनेमाको व्यापार तपाईले यसो हेर्नुभयो भने 2.5 करोड, पौने 3 करोड पुग्न सक्छ यदि सिनेमाले डिल डेमा राम्रो कमाई गर्यो भने। त्यसकारणले गर्दा चलचित्र आबाट आमाको यो व्यापारलाई सुखद मानौं। अब सिनेमाको लाइफ टाइम कलेक्सन कति हुन्छ त्यसको लागि त हामी प्रतीक्षा गरिरहेका छौं र आशा गर्छु यो सिनेमाले मुहरको कलेक्सन जुन 5 करोड भन्दा माथि थियो त्यसलाई चाहिँ उछिन्नेछ भन्ने हाम्रो आशा छ। हेरौं के हुन्छ। तर आबाट आमाले केही रौनकता भने सिनेमा इन्डस्ट्रीमा फर्काइदिएको छ दर्शक।